साथीहरू नमस्कार। आज म फेरि पनि सदा झैँ तपाईँहरू समक्ष अर्को एउटा कथा लिएर उपस्थित भएको छु। कृपया कथा सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिनुहोला। साथै मन परेमा लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला। आउनुहोस् हामी ढिला नगरिकन आजको कथा सुरु गर्छौँ। कथाको शीर्षक रहेको छ लातो बुङ्गोको कथा। एका देशमा एउटी बुढी रहेछ। उसको सन्तानको नाममा एउटा छोरो रहेछ। ऊ पनि लठ्यौरो। कामकाज केही नगरेर सधैँ घरमा रल्लिरहेको छोरालाई एक दिन बुढियाले भनी, "ए बाबु, किन त्यसै बसिरहन्छस्?" यो कुरा सुनेर लातोले भन्यो, "के गर्ने त आमा?" आमाले भनिन्, "जा, सज्जनहरूको सङ्गत गर अनि तेरो कल्याण हुनेछ।" आमाको उपदेश मुताबिक लातो पनि सज्जनहरू खोज्दै जाँदा चोरहरूको फेला परेछ। चोरहरूले पनि यस्तो लातो चोर्नमा काम लाग्छ भनेर आफ्नो मण्डलीमा भर्ना गरेछन्। अब लातोको चोर्ने काममा तालिम हुन लाग्यो। एक रात चोरहरूले लातालाई लिएर एउटा घरभित्र पसे। गरौँ माल छान्नु भन्ने लाताले शिक्षा पाएको थियो। अँध्यारोमा छामछाम चुमचुम गर्दा उसले एउटा जाँतो भेट्टाएछ। खास नगर चिज पाएँ भनेर सकि नसकी जाँतो बोकेर ऊ घरतिर चलेछ। जब चोरहरू आफ्नो घरतिर आए, कसले के ल्यायो भनेर जाँच्दा त लाताले जाँतो पो ल्याएको। धत पाजी, यो के ल्याएको? बज्ने पो ल्याउनु पर्छ भनेर चोरहरूले लातालाई शिक्षा दिए। भोलिपल्ट रातमा उनीहरू फेरि चोर्न गए। अँध्यारोमा छामछाम चुमचुम गर्दै जे भेट्यायो लाताले बजाएर हेर्दो रहेछ। नबज्ने कुरालाई छाड्दो रहेछ। हुँदा उसले एउटा डमाहा भेट्टाएछ। बजाई हेर्दा त खुब बज्ने पो रहेछ। झटपट सो डमाहा बोकेर लातो दङ्ग भएर घरतर्फ कुदेछ। फेरि चोरहरू जम्मा भए। कसले के ल्यायो भनेर बुझ्दा त लाताले डमाहा पो ल्याएको। धत पाजी, यस्तो ल्याउने हो? सेतो पो ल्याउनु पर्छ भनेर चोरहरूले लातालाई शिक्षा दिए। तेस्रो रात पनि चोरहरू एउटा घरभित्र घुसे। अरूहरू धनको खोज तलासमा लागे। लातो भने अगेनाको छेउमा पुगेछ। अगेनामा एउटा ठुलो कराहीमा दुध पो भगभगी पाकिरहेको रहेछ। सेतो ल्याउनु भनेको थियो, यही दुध लैजान्छु भनेर झटपट के कराही उचालेथ्यो। दुध छचल्किएर अगेनाको नजिकै सुतिरहेकी एउटी बुढीको मुखमा परेछ। ऐया र आठु भन्दै झुरमुराउँदै उठेर बुढीले हल्ला मच्चाई। घरका जहान सबै उठे। हल्लीखल्ली भयो। चोरहरू बल्ल तल्ल ज्यान बचाएर भागे। खाली लातो पो फेला परेछ। अब घरको मुलुले लातालाई केरकार गर्न थाल्यो। लाताले भन्यो, "म चोर होइन। चोरहरूले तिम्रो मालताल चोर्न लागेको देखेँ, कराउँला भने भएन, तातो दुध बुढीको मुखमा हालिदिए। तब पो तिमीहरूले थाहा पायौ।" लातोको यी कुरा सुनेर मुलीले भन्यो, "चोरलाई यो पक्का चोर हो, तर लठ्यौरो रहेछ। उसमा पनि हाम्रो धन बचाइदियो।" यति भनेर लातालाई एक दुई थप्पड दिएर, "जा, अब यसो नगरेस्" भनेर उसले छाडिदियो। जब लातो घर फर्किएथ्यो, चोरहरूले उसको राम्रो तरसँग पूजा गरे। मुखको पनि लातो, मनको पनि लातो, यसले गर्दा झन्डै हामीलाई समेत पक्राएथ्यो भनेर उनीहरूले उसलाई बेसरी भकुरी घरबाट निकालिदिए। बिचरा लातो घर फर्क्यो र आमासँग बेली बिस्तार गर्न लाग्यो। केही दिनपछि लाताकी आमाले छोरालाई भनी, "ए नानी, तँ किन त्यसै बसिरहन्छस्? यताउता गएर स्वास्नी फकाएर ल्याउनु। कता हो कता त्यसै घरमा बसेको छस्?" यो सुनेर लातोले भन्यो, "स्वास्नी कसरी ल्याउने हो आमा?" आमाले भनिन्,
पँधेरामा पानी लिन आएकी तरुणीलाई साना साना इँटका टुक्राले पुक्क हान्नु अनि जब उसले पुलुक्क हेर्छे मुसुक्क हाँसिदिनु फकिहाल्छ नि। आमाको यो शिक्षा पाएर लाटो स्वास्नीको खोजमा गयो। एउटा पँधेरामा पुगी हेर्दा त पानी थाप्न लागेकी एउटी तरुणीलाई देख्यो अनि उसले आमाको शिक्षा पालन गर्न थाल्यो। 4-5 फेर हान्दा पनि तरुणीले पत्तै नपाउँदा उसलाई साह्रै रिस उठेछ र एउटा सिङ्गो इँट उठाई उसले मच्चाएर तरुणीको खप्परमा हानेछ। तरुणी भुटुक्क भइहालिछ। अब बित्यास पर्यो भनेर उसले त्यो लासलाई एउटा वनको कुनामा लगेर गाडेछ र घर फर्केछ। आफ्नो छोरो एक्लै आएको देखेर बुढियाले सोधी, खोइ स्वास्नी फकाएर ल्याउन सकिनस्? लातोले भन्यो, फकाउँदा फकाउँदा मानिन, ठुलो ढुङ्गाले हानेको त मरी। आमाले आत्तिएर भनिन्, सत्यानाश, खोइ त खोइ, त्यो लास कहाँ छ? वनको छेउमा गाडेर आएँ भनेर जवाफ दियो लातोले। यो सुनेर आमाले, लौ त यहीँ बसिराख, मेरो एउटा काम छ, झट्ट पुगेर आउँछु भनेर त्यो जङ्गलको कुनामा गएर त्यस तरुणीको लासलाई खाल्डाबाट झिकेर त्यसको सट्टामा एउटी बुढी बाख्री गाडेर त्यस लासलाई नदीमा बगाएर घर फर्की। घरमा बसिरहेको लातोलाई आँगनमा बसिराखेस आकाशबाट फुरौला बर्सन्छन् भनेर आफू माथि गएर फुरौला पकाई झ्यालबाट खसाले दिइरहेछ। साँच्चै नै फुरौला आकाशबाट वर्षेका हुन् भनेर लाटो कुपु कुपु खाँदो रहेछ। अब लाताले मारेकी तरुणीको खोजतलास हुन थाल्यो। ससुरो चाहिँ सोध्दै आएर लातालाई सोद्धा त लाताले, हो, तिम्री बुहारीलाई मैले मारिदिएँ, वनको छेउमा गाडेको छु भनिदियो। ससुराले लौ त कहाँ छ भनेर उसलाई लैजाँदा लातोले खाल्डो खन्न थाल्यो। 1-2 हात के खने थियो, बाख्रीको सिङ भेट्टाएछ। तिम्रो बुहारीको सिङ पनि छ भनेर लातोले सोध्यो। मान्छेको पनि कहीँ सिङ हुन्छ? यो कस्तो कुरो गर्दो रहेछ, अरू पनि त खन्न खन भनेर ससुराले भन्यो। अलि बेरपछि लाताले बाख्रीको पुच्छर भेट्टाएछ र उसले भन्यो, तिम्रो बुहारीको पुच्छर पनि छ? यो कस्तो लथक रहेछ, सबै झिक न झिक भनेर भन्दा उसले एउटी बुढी बाख्री पो झिकेछ। तिम्री बुहारीलाई मैले यहाँ गाडेको थिएँ, कता गएछ? यो सुनेर ससुराले भन्यो, तैँले कुन दिन गाडेको भन् त? लातोले भन्यो, उही फुरौला वर्षेको दिन। यो सुनेर यस्ता लाताको कुरामा के विश्वास भनी ससुरो घरतर्फ फर्केछ। यो पाजीले आफै स्वास्नी ल्याउन सक्ने भएन भनेर बुढियाले एउटी कन्या यताउता माग्न जाँदा एउटाले लाताको मुख हेरेर होइन, बुढियाको धनको मुख हेरेर कन्या दिएछ। लाताको बिहे भयो। स्वास्नी पाउँदा लातो फुरुङ्ग परिहाल्यो। जब दसैँ आयो, लाताले टिका लाउन ससुरालीमा जानु पर्यो। डर लाग्छ, कसरी जाने भनेर उसले भन्दा आमा चाहिँले हाहु गर्दै जा भनेर सिकाइ पठाइछ। बाटोमा हाहु गर्दै जाँदा त उसले एउटा सिकारीले हान्न लागेको मृगलाई भगाइदिएछ। रिसले चुर भएर सिकारीले उसलाई 2-4 थप्पड दिएछ। थप्पडको चोटले रुँदै रुँदै जाँदा लाताले एउटा बिहीको बरियात भेटेछ। हाम्रो यस्तो हर्षमा यो पाजी त रोएर बिच्छुक पो लाउँदो रहेछ भनेर जन्तीले पनि उसलाई मुक्का बर्साएछन्। अब के गर्ने त भनेर लाताले भन्दा हाँसी जानुपर्छ भनेर उनीहरूले भनेछन्। हा गरेर हाँस्दै जाँदा एउटा मुर्दा बोकेर ल्याएका उसका सबै नातेदारहरू रोएका रहेछन्। हाम्रो यस्तो विलापमा तेरो हाँसो भनेर उनीहरूले पनि गुस्सा दिएछन्। जब बल्ल बल्ल ससुराले पुगेछ, ससुराले ज्वाइँ आउनुभयो भनेर झटपट पिँढीमा राडी ओछ्याएर उसलाई बसालेछन्। घरको हाल के छ ज्वाइँ भनेर सोद्धा बेसै छ भनेर उसले भनेछ।
ससुराले जे भने पनि बेस भयो भन्नु भनेर लातालाई आमाले शिक्षा दिएकी थिए। ससुराले ज्वाइँ यसपालि मेरो घरमा धेरै नोक्सान भयो, भैँसी भिरबाट लड्यो, गाई खोरेटले मरे, भएभरका बाख्रा अँगेरी खाएर भुसुक्क भए इत्यादि भन्दा लातो चाहिँ बेस भयो भन्दो रहेछ। यो सुन्दा ससुरालाई साह्रै अचम्म लागेछ, तर त्यसको केही जवाफ नगरी भान्सा तयार भयो भन्ने खबर आउन साथ उसले ज्वाइँलाई भान्सामा लगेछ। अब लातोलाई फसाद पर्यो। एकातिर दिनभरिको भोको, अर्काको मुक्का सिवाय केही खान नपाएको हुँदो भोकले मरेको, अर्कोतिर ससुरालीमा धेरै नखानु, नत्र भने खन्चुवा भन्दछन् लाज हुन्छ भनेर आमाले सिकाएकी। जे भए पनि भोकभन्दा इज्जत ठुलो हो भनी ठान्यो र जुठो मुख मात्र गरेर भान्साबाट उठेछ। जब सुत्ने बेला भयो, ससुराले ज्वाइँलाई आफ्नै कोठामा सुताउने बन्दोबस्त गरी ओछ्यान लाउन लाएछ। ओछ्यानमा त गयो, तर निद्रा भने किन लाग्थ्यो? भोकले उसलाई केही आराम दिएन। अँध्यारोमा छामछाम चुमचुम गर्दा खोपामा राखेको दुईवटा हाँसका फुल भेटाएछ। हाँसको फुल के उसले मुखमा हालेथ्यो, खोपाबाट एउटा दियो खन्द्रङ्ग खस्ता ससुरो जुरमुराएर उठेछ। लातालाई भने फसाद पर्यो। मुखको दुईतिर कुनामा दुईटा फुल कोचेर चुपचाप लागेर बस्यो। ससुराले ज्वाइँको मुखतिर हेर्दा त दुई गालामा सुन्निएको पो रहेछ। ज्वाइँको गालामा खतिरा आएछ, बित्यास पर्यो भनेर उसले झटपट नाउँ बोलाउन पठाएछ। नाउँ आएर खतिरा जाँच्यो, यो त चिर्नु पर्दछ भनेर उसले छुरा पनि चलाइहाल्यो। जब उसले एउटा गालो चिरेथ्यो, हाँसको फुलको सेतो र पहेँलो र्याल बग्न थाल्यो। त्योदेखि ससुराले खतिरा त पाकिसकेको रहेछ, अर्को पनि चिर्नु पर्यो भन्न थाल्यो। इज्जत जाला भनेर बिचरा लाताले एउटा गालो चिरुन्जेलसम्म डाँडा किटेर सहेथ्यो। दोस्रो गाला पनि चिर्न भनेको सुन्दा त मृग उफ्रे झैँ गरेर बुरुक्क उफ्री त्यहाँबाट बेपत्ता भई घर फर्केछ। घरमा आमासँग सबै बेलबिस्तार लायो। एक दिन घरबाट निकै पर काममा गएको बेला लाताले आकाशबाट बर्सेको फुरौला सम्झेछ। घरमा गएर स्वास्नीलाई त्यस्तै फुरौला पकाउन लाउँछु भनेर फुरौला फुरौला भन्दै दगुर्दा त ठेस लागेर लडेछ। अनि उसको फुरौला त उफ्रौला भएछ। घरमा स्वास्नीलाई उसले उफ्रौला पकाउ भन्दो रहेछ। स्वास्नीले के बुझ्दथे? भनेको मानिन भनेर लाताले दाउराको चिरपटले उसको थाप्लामा हानेछ। मरे बाबा, फुरौला जत्रो टुटिल्को उठ्यो भनेर उसले कराउँदा हो त्यही हो पका भनेको भनेर लातोले भनेछ। बल्ल स्वास्नीले बुझिछ र फुरौला पकाइदिएछ। दिनका दिन लाताले उफ्रौला भने पनि स्वास्नीले फुरौला पकाइदिँदी रहेछ। लातो त्यसैमा मक्ख हुँदो रहेछ। साथीहरू, तपाईहरूलाई यो कथा कस्तो लाग्यो? कृपया मन परेमा लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्स्नुहोला। यतिन्जेलसम्म कथा सुनेर साथ दिनुभयो, धन्यवाद।